हाय हिजो हामीले हिजो मात्र पढ्यौँ है यो मिचा झारहरू भनेर कतिमा पढ्यौँ 8 कक्षामा मिचा झारहरू थियो जलकुम्भी यो अहिले त कम छ हैन पुरै यसले ढाकेर यसले पुरै यो ताललाई नै ढाक्छ कि ताललाई ढाक्दाखेरि यसलाई चाहिँ कम गरिदिन्छ त्यसो गरेर यसको अक्सिजनको मात्रा के हुँदो रहेछ भने पानीमा कम हुन्छ अरे अक्सिजनको मात्रा कम हुँदाखेरि त्यहाँका माछाहरू राम्रोसँग बाँच्न पाउँदैनन् भनेर भनिएको छ यो मिछा प्रजातिको झारमध्येको एउटा झार यो हो चितवन राष्ट्रिय निकुञ्जका धेरै जसो तालहरूमा हुने यता यता छ हामी तीनटा ठाउँमा देखेदैन नि ल हेलो गाइजहरु हेलो हामी अहिले 20,000 तालमा छौं सबैजनाले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला अहिले भनिरहेछु सुरुमा प्रमोसन गर्छु अनि बल्ल हजुरहरुको हेर्न पाउनुहुन्छ नत्र पनि हेर्न पाउनुहुन्न विचार गर्नु होला हामी 20,000 तालमा छौं रमाइलो प्राकृतिक मनोरम दृश्य हाम्रो ठाकुर सर यो ताल भन्दा झन् ह्यान्सी देखिनु भा ल जाम यसो अलिकति हामी हिँडौं 20,000 ताललाई एंगलबाट हेर्ने प्रयास गरौं अब ल के छ परमत के भइरा के भएन फोटो थाला फर रिजन हो कि यसमा के रिजन छ 20,000 तालमा हामी आउँदा थाला फर रिजन के छ कनेक्टेड ल जाम न हिँडो त हामी काई नेर ल ए उता सरबिन किन सेन्टीमा यो ठाउँ भनेको रमाइलो आनन्द प्राकृतिक मनोरम दृश्य आइज के तर म सँगै जाउँ तल म मेरो भ्लगमा देखाउँछु के यो ए बाँदर झर्यो माथिबाट तिमी के त तिमी ल त्यो फोटो खिच्ने मान्छेको पोजै कडा भयो टट्टी गर्ले जस्तो ल अब हामी 20,000 तालको अर्को भूभागमा जाँदैछौँ जहाँबाट हामी यो ताललाई अर्को एंगलबाट हेर्ने प्रयास गर्छौँ के छ परमेश तिमी फर्स्ट टाइम होला के भन्न चाहन्छौ तिमीलाई कस्तो लागिरहेको छ ए यो ताल पानी मात्र हेर्न ल्याए भन्ने लागिरहे कि हैन यो त राम्रो रहेछ भन्ने भइरहे कि के छ विचार हो गैंडा यहाँ अहिले नदेखेला हैन तर हामी यहाँ चाहिँ 20,000 तालमा धेरै देखिएमा गोही देख्न पाइन्छ हामी बाटोमा आउँदा एउटा मयूर चाहिँ देख्यौं अब तिमीले भालेलाई मयूर सोच्यौ अब त्यसमा हाम्रो गल्ती हैन हैन अब हामी यहाँ यसरी जीप सफारी पनि भइरहेको छ घुमघाम चितवनको प्राकृतिक मनोरम दृश्य अन्तर्गतको एक यो 20,000 ताल पनि हो जसमा हाम्रो युवाना बहिनीले दिदीहरू पनि आउनु भएन भनिहन् अब प्राकृतिक मनोरम दृश्य अन्तर्गत हामी घुम्दैछौँ ल यो के कुनमा सूचीकृत भएको अरे हिजो भर्खर भनेको स्थानीयमा रामसार सूचीमा सूचीकृत भएको है चितवन जिल्लाको पहिलो त्यसरी ल हेलो गाइज भन्नुपर्छ कि ल गाइजले अहिले भैँसी भन्ला है फेरि ल यसरी हामी यहाँ हिँड्दैछौँ तिमी नदेखियो त यहाँ मोबाइलले पनि भेटेन यसरी हाम्रो ह्यान्सी सर अगाडि ढाका टोपी लाएर ढाका टोपी ढल्के नभन यसरी हामी 20,000 तालमा छौँ गाइजहरू हाँगा होइन रुखै हो यो त
डिग्रीको छ सरी 45 नाप प्रोटेक्टर लिएर नाप वेट ल Please wait. Few minutes. म स्टार्ट 1 2 3 स्टार्ट हेरे नि अलि अगाडि